न मेरो लागि म त गाडा त भोटे हाल्न जान्ने जान्न म त त्यस्तो भनेर हुन्न नि जान्न रानीको सल्लाह दिए पनि यति रानीको सल्लाह दिए पनि यति भोट चाहिँ घन्टीमा है भोट चाहिँ घन्टीमा 30 वर्षदेखि देश लुटेछ यहाँ पैसा लुट्ने हिँडेको भोट चाहिँ घन्टीमै किन खुट्टा ठडो पारे अर्केको माटो ज्यान जाला खुट्टाले टेक्दिने उहाँ हातले टेकेर हिँडे यो पालि कसलाई भोट हाल्ने यसपालि त हाम्रो नयाँ पार्टी हो सिधै कुरो माटो माटो होइन अब यो चाहिँ त्यो अब के हो यो हल्लाउने हल्लाउने घन्टीमा हो भागित देखा जाएगा भोट केमा रुखमा त्यसरी भोट कसलाई हाल्ने हो जसले रसेको त उसलाई अंकल नमस्कार थोरै कुरा गरौँ है के कुरो गर्नु पर्यो अबको प्रधानमन्त्री जनताले कसलाई बनाउँदैछन् जनताको कुरो जनतालाई थाहा हुन्छ मलाई थाहा हुन्छ मेरो कुरो भन न खत्तम बाई बाई भोट चाहिँ घन्टीलाई हाल्नुपर्छ है बा देश विदेशबाट धेरै गाली आउँछ म्याग्लिनलाई तपाईँ हार्नुभयो भने मैले 1 महिनालाई फेसबुक डिलिट गरेर कसैको गाली नखानु ए बाबु कहाँ छ रे यो घन्टी म त देख्दिनँ है यहाँ छ क्या आमाई ए यहाँ रहेछ औ यो छाप लाउने कहाँ हो एमालेको कार्ड राख्न रहेछ सूर्यको उहाँ बङ्गलादेशको प्रधानमन्त्री भागेर बङ्गलादेशबाट भारत गएकी थिइन् हाम्रो प्रधानमन्त्री भागेर बालुवाटारबाट सुपारीटार गए सुपारीटार भनेको मकवानपुरको प्यारेड हो भोट केमा भाइ ठ्याक्कै मनमा के छ ल मनमा के छ भोट केमा भोट त घन्टीमै हो नि घन्टीमा हो अनि जबरजस्ती लाउन लाग्यो अब यसो हल्का साइड बिजनेस तेरो बुवामीले भोट कहाँ हाल्नु भने घन्टीमा घन्टीमा घन्टीको नेता को रे बेलुन के गरे भने केपी जित्न सक्छन् अब केपी ओलीले जित्नलाई पुनर्जन्म लिनुपर्छ पुनर्जन्म लिनुपर्छ